सालमा आऊ सबैजना आमा बुवा मातापिता सम्पूर्ण यहाँहरू सबै आऊ नाचौँ गाउँ देशका गीतका तालमा के हुन्छ हुन्छ थाहा छैन के हुन्छ हुन्छ थाहा छैन मरिन्छ या बाँचिन्छ आउने सालमा त्यसैले कृपया यहाँहरू सबैजनाले यो आजको 2072 सालको तीजमा यहाँहरू सबैजनाले मजाले रमाइलो गरिदिनु हुन्छ भन्ने धेरै आशा गर्दै धेरै बेला हुन्छु भन्ने धन्यवाद हाम्रो देविकाजीलाई उहाँ आएको पनि थोरै कति भएको 5 महिना पनि हाम्रो भएको छैन र उहाँलाई पनि हामी जोरदार तालीका साथ स्वागत गरिदिनु कल्याणमा ल धन्यवाद अब यसपछि हामीले हाम्रा वृद्ध आमाहरू र उहाँहरूलाई आज हामी विशेष अतिथिको रूपमा उहाँहरूलाई सम्मान गर्दैछौँ र हाम्रो देविकाजीले चाहिँ देविका दालजीले उहाँहरूलाई ब्याज लगाइदिँदै हुनुहुन्छ हामी सबैले ताली दिइरहन्छौँ हामीले ताली यो चाड भनेको उहाँहरूकै लागि हो हामीहरूले गर्न खोजेको पनि किनकि उहाँहरूलाई सम्मान गर्नु नै हामीले यो आजको तीज गर्नु हो किनकि यो तीजले भनेको खासै गरेर हामीलाई हाम्रा वर्षभरि भएका दुःख वेदना अनि हाम्रो मन पोलिरहेको अवस्थामा हामीहरूले यो चाहिँ एउटा भनौँ न उहिलेको हाम्रो परम्परा अनुसार हामीहरूले हाम्रा भित्री मनमा भएका दुःख चाहिँ पोखेर वर्षभरि भएका दुःख अनि हामीसँग भएका जुन हामीले पाएका असुविधा हाम्रा स्वामी राजाका घरमा गएर पाएका असुविधा 2072ले यहाँहरूको सुख समृद्धि र यहाँहरूको वर्षभरि शान्त मिलोस् र यहाँहरूलाई यो 2072 सालको तीजले यहाँहरूलाई सुख उमङ्ग खुसी ल्याओस् भन्दै यहाँहरूलाई एकदम यो ह्याप्पी तीज भन्न पनि चाहन्छु हाम्रो ब्याज वितरण हुने क्रम भइरहेको छ र जति पनि बाहिर हुनुहुन्छ भने पनि आएर कृपया बसिदिनु होला हामीले सामूहिकमा भेट गर्नेछौँ
सहयोग गर्ने मेन हात छ यहाँ हामीसँग हाम्रो दुर्गा भाइको र यो चाहिँ हाम्रो साह्रै कदर गरिरहेको छ। आफ्नो पढाइ घर जाँदाखेरि हामीहरूलाई कस्तो कस्तो अवस्थाहरू हुन्छ के सम्झिन्छौँ हामीहरूलाई कस्तो हुन्छ त्यो बेलामा भनेर तिनै कुराहरूलाई समेटेर यो तीज विशेष यो सङ्गिनी छ। हाम्रो सङ्गिनीको बोल चाहिँ बाबा राज्यूको बाबा राज्यूको यहाँहरू सम्पूर्णलाई पुनः
नमस्कार तथा स्वागत। म दुर्गा रिमाल। आज विशेष गरी हामी एकदमै खुसी भएका छौँ, विशेष भुटनिस एसोसिएसन ओब्रीका पदाधिकारीहरू, किनभने हामीले यसरी यस कार्यक्रमलाई 2015 तीज धमाका ओब्री हुडुङ्गा भनेर जुन राखेर चाहिँ आयोजना गर्नुभएको थियो हाम्रो चेलीहरू, विशेष गरी हाम्रो आदरणीय दिदी देउका खड्का, कमला गौतम, अनि त्यसै गरी दिदी गोमा गुरागाई दिदी लगायत सम्पूर्ण चेलीबेटीहरूले यसरी आयोजना गर्ने सोच बनाउनु भयो र जसलाई मैले थोरै भए पनि सहयोग गर्न पाएँ, यसमा एकदमै आभारी छु। र विशेष गरी हामी यसकारण आभारी छौँ कि भुटनिस एसोसिएसन इन ओब्रीले यो प्रोग्रामलाई जिम्मा लिएर यसरी हाम्रो नेपाली महिलाहरूको महान चाड तीजको उपलक्ष्यमा यस्तो विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न पायौँ र यसैमा हामी एकदमै आभारी ठान्दछौँ।
आकाश खुल्ला छ धरती खुल्लै छ यो संसार खुल्ला छ आकाश खुल्ला छ धरती खुल्लै छ यो संसार खुसी छन् सबका चेली र माइती खाली छ यो निधार खुल्ला छ आकाश खुल्ला छ धरती खुल्लै छ यो संसार मिलेर खेल्थ्यौँ देउसे र भाइले मिलेर मान्थ्यौँ चाड मिलेर खेल्थ्यौँ देउसे र भाइले मिलेर मान्थ्यौँ चाड भगवानले पनि के गरे यस्तो अन्याय र अत्याचार खुसी छन् सबका चेली र माइती खाली छ यो निधार सम्झना छ हे मेरा चेली अभागी माइतीको सम्झना छ हे मेरा चेली अभागी माइतीको चेलीलाई सम्झी बसी नै रहन्छु यो आउने शनिबार भगवानले पनि के गरे यस्तो अन्याय र अत्याचार सात डाँडा पारी छरिएका चेली भेटौँ म कसरी सात डाँडा पारी छरिएका चेली भेटौँ म कसरी रिमेनका लागि आएन दसैँ आएन यो तिहार खुल्ला छ आकाश खुल्ला छ धरती खुल्लै छ यो संसार
देखाइमागेकोमा आभार व्यक्त गर्दै हामी अगाडि बढाउन गइरहेका छौँ। कोही त्रुटि भए क्षमा प्रार्थी। हामी खेल्छौँ बालन तमुरा छे गरे हामुरा छे होला खेल्छौँ रानी धर्म रानी चित्र गुम्बा देउता तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ बालन गंगा जमुना सरस्वती देवता तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ बालन तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ विष्णु लक्ष्मी कुबेर छे देवता तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ बालन तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ चन्द्र सूर्य नवग्रह हामुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ बालन तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ सम्पूर्ण देवी देवता तमुरा छे गरे हामुरा छे होला हामी खेल्छौँ बालन हामुरा छे होला हामी खेल्छौँ त्यही भएर आमालाई सम्झिँदैछौँ है। अहिले चाहिँ एकदमै ताली नबिर्सौँ। यसमा चाहिँ उहाँहरू नै हो हाम्रो सम्मानदाता, हामीलाई र सृष्टिदाता, हामीलाई यस संसारमा यस धरतीमा यतिको ठाउँमा नै पुर्याइदिनु हुन विशेष हात उहाँहरूकै छ। त्यही भएर उहाँहरूले सरसरी सबैजनालाई लगाइदिइरहनु भएको छ र ठिकै छ। उहाँहरू ताली चाहिँ नबिर्सौँ हामी कसैले। र हाम्रो तुलसी गुरागाई भाइ उहाँ पनि हाम्रो एसोसिएसनकै एक्जिक्युटिभ मेम्बर हुनुहुन्छ र एक्जिक्युटिभ बडी भएको नाताले उहाँलाई पनि अगाडि आएर आमाहरूलाई साल लगाइदिएर सम्मान गरिदिनु हुन एकदमै आग्रह गर्दछु। तुलसी गुरागाई भाइ जहाँ कहीँ भए पनि आइदिनु होला। यहाँ कतै हुनुहुन्छ अरे भन्ने मैले सुन्दैछु। हाम्रो तुलसी गुरागाई भाइ हाम्रो यो एसोसिएसनको एसिस्टेन्ट प्रेसिडेन्ट हुनुहुन्छ र उहाँलाई हामीले एकदम स्वागत गरिरहेका छौँ र हामीले बसी पनि रहेका छौँ। उहाँ आइदिनुहुन्छ भने एकदम आश पनि गरिरहेका छौँ। कृपया ताली नबिर्सिदिनु होला। र यही क्रममा आमाहरूलाई हामीले खानपिन पनि गर्दैछौँ।
सम्मानको व्यवस्था पनि 2000 हुन्छ हामीले सम्मान गर्ने गरेका हौँ। यो सम्मानको धन्यवाद धन्यवाद।
गजल सङ्ग्रह देश हराएको रातभित्रबाट एउटा गजल म गलेको छु अहिले नाचिरहेको बाटो हेरी पर्खिरहनु जुनेलीमा आउनु चेली बाटो हेरी पर्खिरहन्छु जुनेलीमा आउनु चेली पीडा व्यथा भोलि सबै नागबेलीमा आउनु चेली बाटो हेरी पर्खिरहन्छु जुनेलीमा आउनु चेली यस्तो बनोस् हाम्रो नाता जुनी जुनी बाँचिरहोस् यस्तो बनोस् हाम्रो नाता जुनी जुनी बाँचिरहोस् आँखाहरू टोला निरञ्जन परेलीमा आउनु चेली बाटो हेरी पर्खिरहन्छु जुनेलीमा आउनु चेली पीडा व्यथा भोलि सबै नागबेलीमा आउनु चेली जन्मघर जस्तो पक्कै हुन्न होला पराई घर जन्मघर जस्तो पक्कै हुन्न होला पराई घर पर्खी बस्नु तिम्रो बाटो उजेलीमा आउनु चेली बाटो हेरी पर्खिरहन्छु जुनेलीमा आउनु चेली पीडा व्यथा भोलि सबै नागबेलीमा आउनु चेली दुख्छ मुटु पोल्छ छाती सम्झनाले घरिघरि दुख्छ मुटु पोल्छ छाती सम्झनाले घरिघरि मलाई सम्झी रहर बोकी कठेलीमा आउनु चेली बाटो हेरी पर्खिरहन्छु जुनेलीमा आउनु चेली पीडा व्यथा भोलि सबै नागबेलीमा आउनु चेली आउँदैन यस्तो मौका यसै गरी घरिघरि आउँदैन यस्तो मौका यसै गरी घरिघरि आउँदैन यस्तो मौका लगाएर नाच्देऊ छमछम छड्के तिलरी आउँदैन यस्तो मौका यसै गरी घरिघरि रमाइलो छ सबैतिर तिजको लहर छाएर रमाइलो छ जताततै बजाऊ पाउजू उफ्री रमाऊ रातभरि लगाएर नाच्देऊ छमछम छड्के तिलरी वर्ष दिनमा छायो बल्ल खुसीको यो पर्व वर्ष दिनमा छायो बल्ल खुसीको यो पर्व वर्ष दिनमा छायो बल्ल साडी चोली झम्के फुली लगाऊ नौथरी लगाएर नाच्देऊ छमछम छड्के तिलरी तिमीले थाले सम्भव छ तिम्रै छेउ पाउ पर्दै तिमीले थाले सम्भव छ तिम्रै छेउमा पाउ पर्दै तिमीले थाले सम्भव छ ईर्ष्या गरी नाचुन दुनियाँ यसै गरी वरिपरि साडी चोली झम्के फुली लगाऊ नौथरी विकृतिका काँडाहरू पन्साएर आजैबाट विकृतिका काँडाहरू पन्साएर आजैबाट विकृतिका फुलाउ उत्सव बचाउ चाड मनाऊ राम्ररी आउँदैन यस्तो मौका यसै गरी घरिघरि लगाएर नाच्देऊ छमछम छड्के तिलरी हवस् त सालको यति जति रहेको छ यसलाई चाहिँ एकदमै खुसियाली राख्नका लागि हामी अहिले दोहोरी खेलाउनेछौँ र यहाँहरू हामीसँग मादल छ हामी कति नाच्छौँ कतिले गाउँछौँ यहाँ हामी सबै छौँ र त्योभन्दा थोरै अगाडि एउटा अझै हामीसँग कार्यक्रम छ जुन चाहिँ बहिनी मिना राई बहिनीले तीज विशेष भनेर एउटा गीत गाउन गइरहनु भएको छ र उहाँ यही मात्रै हुनुहुन्छ। चौबन्तीमा पटुकी
मलाई म जस्तै माया चाहिन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ Jangan
हिमालय चुली तो पल्ला पाटी रुख सुको सँगसँगै कहाँको हामी कहाँका तिमी कतिन्जेल सँगसँगै मेरो लैलाई कतिन्जेल सँगसँगै मेरो माइत जाँदै आउने पार्वतीले बत बसी शिवजीलाई मागिन् मनको रहर पुरा भयो कैलाशतिर लागिन् पोहोर साल मैले पनि पूजा पाठलाई 6 महिनामा भने जस्तै राम्रो स्वामी पाए आयो भरे तिजको रमाझम नाचौँ सँगै हो रमाउँदैछ माझम आयो भरे तिजको रमाझम नाचौँ सँगै हो रमाउँदैछ माझम ओठमा लाली लपट्टै लाई पटे छपट्टै ओठमा लाली लपट्टै लाई
चुपोमा चुपोनी नानैलाई रोप्नु चुपोमा चुपोनी नानैलाई रोप्नु आलेमा रोप्नु मास मेरा बाबा आलेमा रोप्नु मास आलेमा रोप्नु मास मेरा बाबा आलेमा रोप्नु मास छोरालाई बाने नि अंसारा छोरालाई बाने नि अंसारा बन्ना चेलीलाई बानी बास मेरा बाबा चेलीलाई बानी बास चेलीलाई बानी बास मेरा बाबा चेलीलाई बानी बास तिजैर आयो नि चढेर आयो तिजैर आयो नि चढेर आयो माइती घर जानलाई मेरा बाबा माइती घर जानलाई माइती घर जानलाई मेरा बाबा माइती घर जानलाई नाए बाबा नि नाए दाजु नाए बाबा नि नाए दाजु चेलीलाई लिनलाई मेरा बाबा चेलीलाई लिनलाई चेलीलाई लिनलाई मेरा बाबा चेलीलाई लिनलाई त्यो माइती गाउँलाई नै कुहिरोले राख्यो माइती गाउँलाई नै कुहिरोले राख्यो देखिनन् कुनै छेउ मेरा बाबा देखिनन् कुनै छेउ देखिनन् कुनै छेउ मेरा बाबा देखिनन् कुनै छेउ यस्तै नै हो कि नि छोरीको घरमा यस्तै नै हो कि नि छोरीको घरमा पाइन मैले बेउ मेरा बाबा पाइन मैले मलाई लाग्छ यो तीज पर्व विशेष त कतिजना अस्ट्रेलियन नागरिक जो यहाँ हुनुहुन्छ उहाँले सोध्नु भएको थियो यो तीज भनेको चाहिँ के कस्तो खालको पर्व रहेछ भनेर सोध्दै हुनुहुन्थ्यो मैले विशेष के भन्दै भने तपाईँहरूको यहाँ महिला दिवस हुन्छ नि त्यही सर्दर त्यही प्रकारको यो सांस्कृतिक कार्यक्रम हो भनेर मैले भनेको थिएँ र जो आउनुभयो आज यो कार्यक्रममा चाहिँ सहभागी हुनुभयो र यो कार्यक्रमको शोभा बढाइदिनु भयो बुटनिज एसोसिएसनको तर्फबाट तपाईहरुलाई धेरै धेरै धन्यवाद र
यसरी नै जुट्न सकौँ, यसरी नै एक ठाउँमा आउन सकौँ। अघि पनि भन्दै हुनुहुन्थ्यो एकजनाले हामी कति पो छौँ भन्दै हुनुहुन्थ्यो। अब सबैलाई भेट्न सम्भव हुँदैन, सबैको घर देखेका पनि छैनौँ, तर यी यस्ता कार्यक्रमहरू हुँदै गरोस्, निरन्तर रूपमा हुँदै गरोस्, अझ छिटो छिटो यस्ता कार्यक्रमहरू आउन सकुन् जसमा हामी भेटघाट होस्, शुभकामना आदान प्रदान गर्न सकौँ र सद्भाव एकअर्कामा बाँड्न सकौँ भन्दै यो मेरो छोटो छोटो मन्तव्य चाहन्छु। यसै सिलसिलामा अब हाम्रो वरिष्ठ नृत्यकार नेपाली बुझ्नुहुन्न, त्यही भएर म छोटो उहाँहरूलाई थ्याङ्क्स अर्गनाइजिङ टिम फर देयर tiredness effort. Would like to thanks for taking an initiative to host this celebration for the first time in Aubrey. Along with the organizing team, I would like to thank to all of you for coming along and making this celebration colorful and enjoyable. Without your participation and support, we wouldn't have been able to do this program successfully. On behalf of Bhutanese Association in Aubrey, we hope to get your continued support in future as well. Thanks once again. I hope you all had an amazing day and lots of fun. Thank you all.
धेरै धेरै राम्रो यो